यो ऱ्यान्डमली खिचेको आज मैले भिडियो के अरे बोल्दैन यो क्वालिटी पनि इम्प्रुभ भएन होइन कम्प्लेन नगरेर केटा अब क्वालिटी क्यामेरा म्यानेज गरेर चाहिँ मैले अफेन नेपाली वान्ट्स टु टक समथिङ अफेन नेपाल र तिमी एउटै होइन ब्रो कहाँ एउटै हुनु म्यान अफेन नेपाल इज माई डबल पर्सनालिटी किनकि इन्टरनेटमा दुईटा पर्सनालिटी हुनु हेज बिन अलवेज कुल मलाई चिन्यौ म हो अफेन नेपाली टोनीको अर्को पर्सनालिटी एज द नेम इट सेल्फ अफेन नेपाली म एकदम अफेन्ड भएको छु किनकि नेपालमा चाहिँ मान्छेहरूले एउटा रिलिजन र एउटा मान्छेको पर्सनल बिलिफले चाहिँ देशको विकास हुन्छ अरे हेभ यु एभर सिन अ रोड बिल्ड विथ प्रेयर्स नो मी नीदर बट समहाउ पिपल थिङ्क अ कन्ट्रीज डेभलपमेन्ट इज डिपेन्ड अन समवन्स पर्सनल बिलिफ सो आई एम हियर टु ब्रेक द इल्युजन नम्बर 1 इकोनोमी रन्स अन स्किल्स नट बिलिफ्स यदि फेथले मात्र देश विकास गर्ने भएको भए हाम्रो जस्तो देश त अहिले टेक हब हुन्थ्यो होला तर बिलिफले होइन ना इट्स इनोभेसन एजुकेसन एन्ड पोलिसी द्याट ड्राइभ्स एन इकोनोमी इन्भेस्टर डोन्ट आस्क फर योर एस्ट्रोलोजी चार्ट गाइज कम अन दे चेक योर बिजनेस मोडल दोस्रो नम्बर टेक्नोलोजीले बाल दिँदैन क्या तिमीहरू कसलाई वर्सिप गर्छौ भनेर इलेक्ट्रिसिटी भन्ने कुरा हिन्दू मुस्लिम क्रिस्चियन अर एथिस्ट देखेर फ्लो हुँदैन यो फोन वर्क्स द सेम वे वेदर यु बिलिभ इन साइन्स अर सुपरस्टिसन्स प्रोग्रेस भन्ने कुरा लोजिकले बन्ने हो रिचुअल्सले होइन जापान चाहिँ त्यहाँको सिन्तो बिलिफले गर्दा डेभलप भयो होइन क्या जर्मनीले चाहिँ त्यो हाई स्पिड कारहरू ट्रेनहरू बनाएको छ नि च्यान्टिङ गरेर ओम माने पेमे भनेर बनाएको होइन कि यदि मान्छेको पर्सनल फेथले चाहिँ सक्सेस डिटरमाइन गरेको भए एभ्री रिलिजियस पर्सन वुड बी अ मिलियनियर नो मिलियनियर पनि होइन बिलियनियर ट्रिलियनियर अल्सो ट्राई अ फ्रेन्ड हु निड्स टु हियर दिस जहिले पनि हिन्दू मुस्लिम यताउति लौडा त्यहाँ तिमीहरू पोलिटिसियनहरूको फेलामा आयो के सुन्यो थ्याट केटाकेटी हो आज हामी के गर्छौँ आज पनि मिम रिभ्यू हामी आज यस्तो त्यस्तो मिम रिभ्यू गरिदिउँ लेट्स गो थ्रु सम इन्स्टाग्राम पिक मिम पेजेस सच एज यो नेपाली स्ल्यान्डर होइन आई लभ दिस पेज तिमीले चेक गरेको छौ कि छैन होइन इफ यु गाइज हेभन्ट प्लिज फलो दिस पेज बट द हेल्प कुड बी द डिफरेन्स बिट्विन यु एन्ड मी द डिफरेन्स इज आइ एम नट मेड Like imagine being Cabrelli Samdi, get the aura hits different guys. Cabrelli Samdi. केटा होइन मलाई यो काब्रेली सम्धी मिम्स लास्ट मनपर्छ क्या लास्ट हिलेरियस लाग्छ यार कसम एक त उनीहरूको ड्रिप हेरेर हाँस उठ्छ एक त उनीहरूको पर्सनालिटी हेरेर फनी लाग्छ यार नेपालमा पेडोफाइलियाको कमी कहीँ छैन क्या केटा पेडोफाइलिया हेज बिन अ ह्युज है लास्टै युज भएको छ नेपालमा दिस इज नट अ मिम दिस इज अ रोस्ट टु द्याट गाई होइन ओके काब्रेली सम्धी मिम्स हियर व्हेन यु रियलाइज अल नेपाली हजेस हु आर कल्ड अलरेडी हेभ डी इन देम लाइक आई रियली लभ दिस काब्रेली सम्धी हेज बिकम अ मिम टेम्प्लेट एन्ड दिस मिम इज 8 आउट अफ 10 है सो रिसेन्टली कुलमान घिसिङलाई चाहिँ उसको पोजिसनबाट लात हान्न निकालेर रहेछ यो केपी ओलीले होइन हो कि के भयो थाहा भएन तर मलाई एकदमै साइड लागेको छ क्या यो कुरामा लाइक नेपाली जनताहरू नेपाली बुढापाकाहरू जेनजीहरू सबजना चाहिँ यो फोकटको कुरामा लागिरहेछन् लाइक मलाई अचम्म लाग्छ एउटा कुरा चाहिँ यो नेपालको बुढापाकाहरू जेनजीहरू फोकटमा रिलिजियस वार गरिरहेछन् अरे कुलमान घिसिङको लागि उठाउन बरु यार ओके केटा हो वी आर अन करप्सन मिम होइन लेट्स गो थ्रु दिस मिम इज रियली फनी मी एन्ड माई ब्रो एक्सप्लेनिङ टु द सिटिजन द्याट स्नेक swallowed 200 million we leave for Dubai on our private jets tomorrow like not gonna lie I think this is what KP Oli is doing eh okay this meme gets 7 out of 10 point of view my politician when the media asks me what I did with the Chinese infrastructure loan money it's in my offshore USA saving account त्यो केपी ओलीको एउटा क्लिप छ त त्यो मलाई ठ्याक्कै त्यही क्लिपको याद आयो होइन ओके दिस मिम इज फनी again 8 out of 10 me and my Chetri bound homies after helping king to discriminate and keeping our root casteism alive we are given vacation for Thailand राजा हो देश बचाऊ लाइक हुन्छ नि इमेजिन हियरिङ काजी साहब नमस्कार एन्ड बाहुन बाजे नमस्कार इन एभ्री मर्निङ गाइज maybe this monarchy ain't bad at all the guy who ranked Pakistan press freedom higher than India ह्याकर भाइ ह्याकर नेपालको प्रेस फ्रिडमको कुरा गऱ्यो भने त इट हेज बिकम अ लिटरल जोक सबै मिडियाहरू बिकेका छन् POV me as a politician when the country needs to be funded but my birthday is coming up birthday always greater than country happy birthday guys the corruption meme itself gets 10 out of 10 यो नयाँ meme format has नेपाली केटाहरूले पनि यो बनाउन थाल्यो यार ओके गाइज लेट्स मुभ टु द नेक्स्ट मिम आज अब कसको हेरौँ सागर ब्रोको मिम्स हेरौँ है त
सागर ब्रो तिम्रो मिम हाल्दैछ यहाँनिर मिम चोर्यो नभन है टोनीले कन्टेन्ट चोर्यो यार के गर्नु कन्टेन्ट बनाउन गाह्रो छ तिमीहरूको कन्टेन्ट हेरौँ हाँस्यो यही त हो दिस इज हाउ नेपाल वर्क्स गाइज डोन्ट हेट मी पृथ्वीनारायण शाह फ्रम एबभ वाचिङ ज्ञानेन्द्र शाह इज स्ट्रगलिङ टु बिकम अ किङ सो लास्ट पेज फर टुडे इज ओपिएम एक्स नेपाल यो ओपिएम र 77 जिल्ला यार ओपिएम एक्स 77 जिल्ला गर्नु नि कसैले यार प्लिज होइन नेपालमा यो ओपिएम भाइरस फैलाउने नै सबभन्दा ठुलो पेज यही हो क्या ओपिएम एक्स नेपाल म दारू नखानेलाई एनसेलले मेसेज गरेर तपाईँको प्याक सकिन लाग्यो भन्छ फाइनली केटा हो ओपिएम एक्स नेपालले एउटा फनी पोस्ट हालेछ तर यो ओपिएम एक्स नेपाल र यो ओपिएम एक्स 77 जिल्ला भन्ने पेजहरूलाई म एउटा मात्रै दरखास्त गर्न चाहन्छु थाहा पाएँ तपाईँहरू क्याटीको ठुलो फ्यान हो थाहा पाएँ तपाईँहरूले आइएम म्युजिक सुन्नुहुन्छ थाहा पाएँ तपाईँहरूको म्युजिक टेस्ट खतरा छ अब बस गर्नुहोस् अब प्लिज बस गर्नुहोस् पुग्यो मलाई प्लिज